नेकपा एमालेका नेता महेश बस्नेत आफ्नै बोली र कार्यशैलीका कारण पछिल्लो समय युवा पुस्ताको टार्गेटमा पर्न थालेका छन्। बस्नेत पछिल्लो केही साताभित्र मात्रै युवाहरूको आक्रमण प्रयास र विरोधको घेराबन्दीमा परेका छन्। एमाले पोलिट ब्युरो सदस्य समेत रहेका नेता बस्नेतमाथि मङ्सिर 7 गते इटहरीमा आयोजित जनजागरण सभा तथा जेएनजी पुस्तासँगको अन्तर्संवाद कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगरमा आक्रमणको प्रयास नै भयो। उनीमाथिको सुरक्षा चुनौतीलाई मध्यनजर गरेरै प्रहरीले कडा सुरक्षाको व्यवस्था पनि गरे पनि महेश बस्नेतमाथि एक युवाले आक्रमणको प्रयास गरेका थिए। यति मात्र होइन, मङ्सिर 4 गते पनि महेश बस्नेतमाथि बारा आउने सूचना पाएपछि त्यहाँका जिएनजी समूहले महेश विरुद्ध सिमारा विमानस्थलमै प्रदर्शन गरे। यस क्रममा एमाले निकट युवा सङ्घ र जिएनजी समूहहरूबीच झडप समेत हुन पुगेको थियो। यो घटनापछि सिमाराको अवस्था अशान्त बनेको थियो। उक्त तनाव शान्त पार्न स्थानीय प्रशासनले कर्फ्यू नै जारी गर्नुपर्ने अवस्था आइपरेको थियो। यो परिस्थिति सिर्जना हुनुको मुख्य कारण पनि महेश बस्नेत नै थिए। मुख्यतः महेश बस्नेत सहित एमाले नेताहरू मध्य प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन बारा आउने कार्यक्रम तय भए पनि युवाहरू नै महेश बस्नेत विरुद्ध प्रदर्शनको तयारीमा लागेका थिए। सुर्खेत र धनगढीमा पनि महेश बस्नेतको विरोध भयो। बारा र विराटनगरपछि महेश बस्नेत विरुद्ध सुर्खेत र धनगढीमा पनि विरोध प्रदर्शन भएको छ। मङ्गलबार युवा जागरण कार्यक्रमका लागि सुर्खेत पुगेका महेश बस्नेत विरुद्ध जेएनजी युवाहरूको प्रदर्शन गरेका थिए। त्यसपछि उनको सुरक्षाका लागि ठूलो मात्रामा प्रहरी खटिनु परेको थियो। यस्तै बस्नेत विरुद्धको बुधबार धनगढीमा पनि विरोध प्रदर्शन भएको छ। बुधबार महेश बस्नेत कैलालीमा पुगेका छन्। आखिर महेश किन पटक पटक युवाहरूमा टार्गेटमा परिरहेका छन् त? महेश बस्नेत सामाजिक सञ्जालमा पनि सक्रिय पात्र हुन्। सामाजिक सञ्जालमा उनले गर्ने केही टिप्पणी र राजनीतिक गतिविधिका कारण पनि उनी पछिल्लो समय युवाहरूको टार्गेटमा पर्न थालेका हुन्। खास गरी जेएनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको उद्धारमा सक्रिय रहेका कारण पनि एमाले र ओलीप्रतिको आक्रोश पोख्न युवाहरूले महेशलाई टार्गेटमा राखेका छन्। उनीमाथि आक्रमण प्रयास गर्ने र बारामा प्रदर्शन गर्ने युवाहरूले पनि यही विषयलाई इङ्गित गरेका छन्। बारा घटनापछि नै उनले राजावादी र नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले अवरोध गरेको टिप्पणी गरिसकेका छन्। उक्त घटनापछि महेश बस्नेत सरकार र प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि खर रूपमा टिप्पणीमा उत्रिएका छन्। पछिल्लो समय महेश बस्नेतले के भनेका थिए? जेएनजी आन्दोलनले एमाले अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनामपूर्ण तवरले पदच्युत गरायो। त्यसपछि ओली सार्वजनिक हुन समेत 2 साता समय नै लागेको थियो। ओली महेशकै सहारामा गत असोजमा गुन्डुबाट सार्वजनिक भएका थिए। यसपछि पहिलोपटक बसेको एमाले बैठकमा बोल्दै महेश बस्नेतले तागत भए केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती समेत दिएका थिए। जेएनजी आन्दोलन र उक्त घटनापछि तत्कालीन घटनाको सम्बन्धमा छानबिन गर्न गठित छानबिन समितिले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयान लिने तयारीमा छ। त्यसपछि बस्नेत अझ आक्रामक अभिव्यक्ति दिइरहेका छन्। अर्कोतर्फ यो घटनाबाट ओलीलाई जोगाउन महेश बस्नेत अग्रस्थानमै रहिरहँदै आइरहेका छन्। उनी ओलीको रक्षाका लागि अग्रस्थानमा उभिँदै आएका छन्। तर महेश बस्नेत प्रति आम नागरिक र युवा पङ्क्ति भने सन्तुष्ट देखिएका छैनन्, जुन कारणले पनि महेश बस्नेत जहाँ पुग्छन् त्यही विरोधका आवाजहरू सुनिने गरेका छन्।